सकेको छु एउटा नयाँ गेममा। त्यसको नाम हो स्पिड विङ्स स्केप। अनि आज चाहिँ म यो खेल्न जाँदैछु। हेर्नु होला, अलि स्पिड कमै हुन्छ। प्रब्लम हुन्छ त्यही दोस्रो कति विङ्समा 5 विङ्समा स्ट्यामिना पनि गाइस यहाँ चाहिँ अलि यसरी हिँड्नुपर्ने हुन्छ। गाइस म आफै उडिरहेको थिएँ। अलि स्पिड चाहिँ बढाउनु पर्ने हुन्छ। रुक्नु ल। 3 विङ्स भइसक्यो। मेरो यहाँ मिलेर 7 विङ्स भइसकेको छ गाइस। गाइस मैले चाहिँ यो नयाँवाला लिइसकेँ। यो चाहिँ अलि खोइ कस्तो हो, खिया लागेवाला रहेछ गाइस। अब हामी विन्स कलेक्ट गर्न जानुपर्ने हुन्छ। मरि गाइस, म नुब चाहिँ होइन, थाहा थिएन त्यहाँ छ भनेर। अब चाहिँ थाहा भइसक्यो। बालेरिना क्यापुचिना पनि रहेछ गाइस। फेरि मरे गाइस, उड्न लाग्यो बिचमा गएर मरे। हामी अलि अगाडि जान्छौँ भन्दा मिल्दैन। बालेरिना क्यापुचिनाले मार्यो। अब चाहिँ 3 विङ्स भइसकेको छ। बढ्छ। अलि रुक्नु पर्ने रहेछ। गाइस म यहाँसम्म आइसकेँ। यहाँबाट चाहिँ नमरौँ। गाइस यहाँसम्म मरेन। त्यसमा चाहिँ जम्प गर्दा पनि अलि नगर्ने रहेछ। घट्दो रहेछ।
त्यसमा फोकस नदिनु होला। सक्दैन यो त्यही भएर अलि म एकछिनमा चाहिँ गर्छु होला। सो गाइस अहिलेको लागि चाहिँ अलि म ग्राइन्ड गर्छु अनि तपाईसँग भेट्छु। अहिलेको लागि चाहिँ रुक्नु होला 2 मिनेट। सो गाइस म चाहिँ आइसकेको छु 41 विन्स लिएर। अब म चाहिँ किनिसकेँ। यसले चाहिँ 23 बनाउँछ अनि अब यो 24 विन्स लिनुपर्छ। अब म चाहिँ अगाडि गएर लिन्छु। अलि 4-5 मिनट लाग्यो किनकि यहाँ मरे गरी अनि त्यही भएर त्यस्तो नुक्छ होइन। त्यो अलि विङ्सको त्यो पावर विङ्स स्ट्यामिना थिएन त्यही भएर नत्र त कट्थ्यो। अब यो पछि फेरि एउटा चाहिँ ल्याउँछु के अरे। अब अर्कोले चाहिँ 28 बढाउँछ होला आई गेस। यो चाहिँ जोइन गर्नुलाई गेस म टाढा हुँदा पनि मरेँ। अब म हजुर ला गाइस एकैछिन पानी हानी भन्नुभएको थियो त्यही भएर। सो गाइस म चाहिँ यहाँ आइसकेको छु। फ्रिजमा छ अर्को इन्भर्टर खाऊ ल यहाँ मम्मीले चाहिँ लिची ल्याइदिनु भयो। त्यही अब यो सिधै खाने हो। सो गाइस म चाहिँ यहाँसम्म आइसकेको छु अनि यहाँ चाहिँ उतले मारे गर्थ्यो। यसको नामै बिर्सेँ मैले। यसले ड्यामेज चाहिँ फेरि कति दिन्छ तर कच्चा हान्छ। गाइस हेर्नु। सो गाइस म चाहिँ यहाँसम्म आइसकेको छु। अब यहाँसम्म आइसकेर 50 मिनट चाहिँ लिइसकेँ मैले। अब अर्को चाहिँ कतिमा आएको छु यो 250 मा रहेछ। अब म उयो लिन्छु पहिला। गाइस मैले यो चाहिँ लिइसकेको छु। अब चाहिँ गाइस म चाहिँ अलि रिभर्स गर्नुपर्ने हुन्छ। म यो कटाउँछु विन्स लिन्छु अनि बल्ल गर्छु।
लाइक शेयर सब्सक्राइब गर्नु होला अनि अब आफ्नो तपाईको साथीहरुलाई पनि यो भिडियो शेयर गरेर लाइक गर्न लगाउनु होला मन पर्यो भने गाइस म चाहिँ यहाँसम्म आइसकेको छु यो बोम्बाडिलो क्रोकोडिलोलाई पनि अलि कराउनु पर्ने छ यहाँ 5th लेभलमा यो चाहिँ यही छ गाइस म गयो चुप लाग्नु भिडियो बनाइरहेको छु क्या गाइस यो 92 विन्स चाहिँ भइसकेको छ अनि आजको लागि चाहिँ यति नै अब हामी अर्को भिडियोमा मिल्छौँ आजको लागि चाहिँ यति बाइ बाइ